हेलो एभ्रिवान नमस्ते वेलकम टु न्यू भिडियो सबैजनालाई स्वागत छ मेरो न्यू एपिसोडमा अनि म पनि सन्चै छु तपाईहरु पनि सन्चै हुनुहुन्छ होला सबैजना सन्चै आरामै हुनुहुन्छ होला अनि आज चाहिँ म के गर्नेवाला छु म त्यो देखाउँछु अनि म त्यति राम्रो प्रोफेसनल चाहिँ होइन बल्ल स्टार्ट गर्दैछु जब 1 सब्स्क्राइबर छ मेरो सबैजनाले माया गरिदिनु होला भन्न चाहन्छु अनि आज चाहिँ म के गर्छु हैन मलाई चाहिने हैन पोखरामा सबभन्दा मन परेको ठाउँ चोक हैन यो हो क्या यो चोक चाहिँ हैन त दिउँसोमा बगेको भए कस्तो दामी आउँथ्यो होला रातिमा यस्तो मस्त ठाउँ छ नि यो अरे बापरे कौन है रे दादा ये कौन है रे बोला न बोला के बोल्ने बुतुङ चुङ हान्दिने हो त हान न हान तिमी फेरि यो भिडियो तिम्रो बुढीसम्म पुग्यो नि फेरि ए मोर्दार जान्थिस् त्यो अन्त होइन बिजक पाराले यो कुरामा त मेरो पनि 100मा 1% एक्स्ट्रा थपेर लाइक ठोक्छु म पनि हैन आज त कस्तो भोक लागेर हैन फेरि खाना खान मन लाग्दैन कि फेरि भोक लागिरहेछ तर खाना खानु मन छैन के खान्छ खाना चाहिँ मलाई बुझेको र बिहान नि खान्छ बिहान पनि खानाको टुङ्गै छैन हैन खाना खाइन्छ नखाने चाहिँ होइन तर अब त खाना खाएको कि नखाएको कि के मेसै छैन के अनि खाना खाए पनि भोकै लाग्दैन एक टाइम खायो पुग्यो क्या त्यति भएपछि एक टाइम खाएपछि दिनभरिलाई भयो चेन खोल्दै मलाई अघि नै शङ्का लाथेको चेन खोल्दै आज हामी चाहिँ यहाँ ट्याक्क आइसक्रिम हानिदिने हो सस्तो होला होइन म त भोका हो पैसा छैन दादा ल हाम्रो दाइ हाई गरिदिनु दाइ यसो अब हाम्रो दाइलाई चाहिँ भाइरल बनाउनु पर्यो पराजुली वाइन सप यस्तो खाने कि चुस्ने खाने हो कति रुपियाँको यो 30 एउटाको 30 रुपियाँ दामी छ पैसा देऊ है म त कङ्गाल हो 30 रुपियाँ बाई बाई दादाले पैसा दिइसके दादा हमको दया करो हम त गरिब आदमी है रे फ्रीमै दिनुपर्ने वास्तवमा दाइले होइन आइसक्रिम यो फोटो जतामा त्यो खानु नै छ खोल्टीमा भिडियो अघि त्यही हान्नु आइसक्रिम बहुत मस्त है कहाँ सुनेको थियो रे टिकटकमा भिडियो हेरेको थियो हाम्रो दिदी पनि काम सकेर आउनुभयो फर्किनु भयो हामी चाहिँ आइसक्रिम खाँदैछौँ आइसक्रिम दे दो
तर त्यत्तिकै हान्नै पर्छ कि है मिठो कन्टेन्ट गएको अब तिमी हाल्दैन हामीले आइसक्रिम खाएर पनि सकिसक्यौँ अनि के भन्ने यसलाई के गर्नु सम्झाउनु सक्छु म त खासै एक्सपिरियन्स छैन मजाले बोलेन आजको हाम्रो मिनी ब्लग यतैतिर अन्त्य गरिदिन्छौँ हामी मिनी भ्लगमा मात्रै दिन्छ होइन अहिलेलाई तिमीले कता भिडियो बनाऊ थ्याङ्क यू सो मच गाइज भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभयो सबैलाई धन्यवाद भन्न चाहन्छु अनि यसो सब्सक्राइब पनि ठोकौँ है हिजो चाहिँ भिडियो अपलोड गर्न पाइएन नि त मतलब के भन्छ रेकर्ड गर्न पाइएन त्यही भएर चाहिँ आज हानिदिएको अनि सबैजनालाई धेरै धेरै माया छ आज चाहिँ यतैतिर बन्द गर्छु है त